हेलो एभ्रिवान, नमस्ते सेवा, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ नम्रता फेरि पनि हजुरहरूको सामने आइसकेँ भिडियो लिएर भ्लग। अनि आज चाहिँ म डोको बोकेर कहाँ हिँडेछु भने चाहिँ यस्तो टन्टलापुर घाममा घाँस काट्नु। आज चाहिँ असारको दिनमा पनि कस्तो घाम लागेछ। अनि आज चाहिँ जङ्गलतिर हिँडेको घाँस काट्नु। हेर्दै जानुहोला म के काट्छु घाँस। अनि साथीमा सँगै एक्लै रङ्गी चङ्गी चिलमा भन्दै अनि हिँडेको घाँस काट्नु। यस्तो गर्मी भइरहेछ राम। अहिले यहाँ त यस्तो गर्मी छ भने झन् अलिक कता गर्मी धेरै हुन्छ हौ साथीहरू। मान्छेहरू कसरी बसेको होला हौ, कसरी असारको दिनमा यस्तो गर्यो भनेपछि के हो यो पारा। ओ म मरे त गाइसहरू। म त वहाँ जानुपर्ने घाँस काट्नु। अस्ति सेउला काट्नु गएकै ठाउँमा हो घाँस, त्यहाँदेखि पर टुङ्गो जाने हो सट्टसँगले। आज त कस्तो राम्रो भएछ हौ दिनहरू पनि। गाह्रो छ हौ मलाई घाँस काट्नु हिँडेको डोकोमा। अनि वहाँ पर चाहिँ साथीहरू हाम्रो मामा माइजू पनि बाँदर हुँदै हुनुहुन्छ होला। माइजू पनि बा आउनुहुन्छ घाँस काट्नु। तिमी हेर्दै जानु होला है साथीहरू। एक्लै भएपछि के बोल्ने अलमली भइन्छ। हेर्दै जानु है। साथीहरू कति धेरै गर्मी हौ राम। म त छिटो पाएँ हो घाँस काट्नु। त हेर्नु न गर्मीले शीतल खोज्नु पर्यो। बाटो त्यस्तो छ। यहाँ कुनामा आएर बसिरहेको छु। कति धेरै गर्मी राम, त मर्छु क्या। अनि म चाहिँ एकछिन बसेको गर्मीले पाकिन्छ गाई यसपालि त। तिमी त हो मेरो। हेर्दै जानु होला है। यस्तो गर्मी छ भ्लग गर्न पनि सकिँदैन। बिहानभरि यस्तै घामले सुतेको थियो भने अहिले पनि त्यस्तै। हेर्दै जानु होला। हेलो साथीहरू, लेखेर हेर्नु न, लेख ड्याममै कुहिरो आइहाल्यो उता चाहिँ। उता पनि उतातिर पनि आउँदैछ। त्यहाँ चाहिँ मेरो माइत गाउँलेमा चाहिँ कुहिरो आइसक्यो। यता पठाइदिनु कुहिरो, यता पठाइदिनु। कस्तो मर्ने भइरहेछ बस्दा पनि। म त सट्टै चिसो आइहाल्यो नि। कस्तो खाले ठाउँमा म आइपुगेँ नि भगवान्। त्यो वारीको पारी पनि कस्तो गर्मी हुन्छ। म त अब जान्छु जुवनको जङ के कति अरे मग मङ्गलमा जुवनको सँग भन्दै भन्नु भएको छैन। डोको बोकेर जानुपर्छ। बोले हेर्दै जानु होला साथीहरू। यस्तो जङ्गल हे, मलाई यस्तो डर लाग्छ हिँड्नु पनि। के गर्नु र के को काँडा हो फेरि यो। फेरि हो को मान्छे हो यस्तो छ। अब यति झन्डै लहरा र लहरी पनि कति साह्रो हौ यी यस्तो घाँस काट्नु भनेमा यस्तो। अनि खरहलाले बाखर पनि कुन चाहिँले चोरिसक्यो कि पानी आएर बाटो त साथीहरू यस्तो छ। खत्तम मग के हो गीत पनि मुखमै झुन्डे भएर मग के हौ जुवनको जङ्गलमा कहिले पारे। गाह्रो छ मलाई, बहुत गाह्रो बाटो हो। यस्तो छ, यस्तो लहरा के साह्रो छ यो। अनि यत्रो रुख त छ नि, भ्यागु त जति उफ्रे पनि भुइँको भन्छ। चढ्नु सक्दिनँ।
अब त्यही परे क्या हो उफ हेर्दै जानुहोला साथीहरू अन्तिमसम्म हेरेर साथ दिनुहोला सबैजनाले माया गरिदिनुहोला एकअर्कालाई सपोर्ट गरेर अगाडि बढ्नुहोला आकाशै राम्रो जुनैले धरती है राम्रो उनैले जुनलाई ढाक्यो बादलले त्यो मनलाई सम्झ्यो यो मनले ए पानी है पर्यो सिमसिमा सो साथीहरू म चाहिँ घाँस काटी ठाउँमा आइसकेँ हेर्नु होला आमा घामले देखेको छैन होला म यसरी देखाइदिन्छु हरियो हुँदैछ भर्खर यस्तो काट्नुपर्ने लेप्ची म भाइ पुऱ्याएपछि म देखाउँछु तपाईँहरूलाई कस्तो गर्नु भएको छ क्या हुआ मच्छर त के साह्रो हेलो आन्टी म त के लुगा नाङ्गै देखिरहेछ हेलो भन्नु न हेलो अलिक कसेर के हेलो 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 साथीहरू हेलो भन्नु हेलो साथीहरू भन्नु न हेलो साथीहरू के छ भन्नु न के छ हालखबर भन्नु सन्चै हुनुहुन्छ भन्नु न सन्चै हो म सन्चै छु भन्नु न म सन्चै छु भन्नु गर्मीले हामी चाहिँ बसिरहेको छौँ साथीहरू हेलो साथीहरू हेलो साथीहरू हेर्नु न घाँसै छैन अलि त्यति काटेको छोटो न छोटो अल्छी लाग्दो यति बनाइरहेको छु अल्छी लागेर चाहिँ मलाई 2 बजी आएको मान्छे 3 बजीदेखि काटेको र पनि कस्तो अल्छी लागिरहेछ घाम लागेपछि त जाँगर नचढ्ने क्या अनुहार एकछिन बसेर मच्छरले गुड लाउँछ मेरो जिउमा कति धेरै मच्छर छ यतातिर उ त्यहाँ आइरा हेर्दै जानु होला कस्तो अल्छी लाग्दो ब्लग पनि भयो सो साथीहरू मैले चाहिँ यति मात्रै घाँस काटेँ किनभने अल्छी लाग्यो यति नै घाँस काटेको हेर्दै जानु होला म